कसम जोने लाग्यो साच्चै भनेको। ब्रो म्याडी है मामा भानिजको स्टलमा चाहिँ अहिले एकदम केटाहरूको गीत चल्दैछ रहेछ। म चाहिँ यहाँ टाइपो खाइदिउँ भनेको। यो टाइपो कति रुपियाँ? यो टाइपोको चाहिँ 50 रुपियाँ हेर्नुहोस्। 50 रुपियाँ है। अन्डा र मासु हुन्छ है। चिकन टाइप है। चिकन टाइप। अब हेर्नुहोस् यहाँनिर यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक। यो चाहिँ मामा भानिजको स्टल हो है। आएर यसो ट्राई गरिदिनुहोस् होला तपाईँले पनि। हाइजिनिक त हुनु पर्यो नि। अब यो चाहिँ एकदम अर्ग्यानिक है हाम्रो केराको पत्तामा। अर्ग्यानिक अरे। अब यो टाइपो खाइन्छन्। दोकानको मालिक यहाँ रहेछ नि त ऊ। यसो आयो भने चाहिँ यसो एन्टरटेनमेन्ट पनि हुन्छ, केटाहरूलाई गराइन्छ है। हाम्रो सेवानी भ्लगको मालिकले चाहिँ टाइपो खाँदैछ, हामी केटाहरू ज्यामा फुट्दैछ यहाँ हल्का। हाम्रो चाहिँ यस्तो इन्जोय पनि हुन्छ है। गिटारहरू चट्टै छ, देखाउँछु त्यहाँ पनि। लु भयो भनिदिनु पर्यो। अर्ग्यानिक उयो टाइपको कस्तो टेस्ट कस्तो छ? दामी रहेछ। तपाईँले के गर्नुहुन्छ? कमेन्ट्स के गर्नुहुन्छ? रिभ्यूहरू दिनुहोस् न हल्का हामीलाई। मलाई यो टाइपको चाहिँ जुन हामीले खाइरहेको छ नि एकदमै दामी लाग्यो त है। अब यो टाइपको टेस्ट उयो पर हिँड्न त ब्याकग्राउन्ड पनि देखाइदिउँ न हल्का हाम्रो दर्शकहरूलाई। यहाँ टक्कै टुरिस्टहरू आइरहेछ हो। एकदम राम्रो जग्गा छ। आमा ब्याकग्राउन्ड हेर्नुहोस् है तपाईँहरूले। ब्याकग्राउन्डलाई पनि ध्यान दिँदै गर्नुहोस्। यो टाइपको चाहिँ अचम्मै दामी रहेछ क्या त। आएर तपाईँहरूले पनि यसो ट्राई गरिदिनुहोस् होला। हाइजेनिक एकदम हाइजेनिक छ है। अनि जुन तरिकाले टाइप बनाएको छ दामी बनाएको छ टाइपको चाहिँ। यहाँ फेरि भ्यू पनि हेर्दै गर्नुहोस् है तपाईँ। फेरि टाइपको अब क्वालिटी पनि छ टाइपमा है। अनि क्वान्टिटी पनि छ है। यसको प्राइस चाहिँ एकदमै सस्तो छ है। 50 रुपिस मात्रै हो यस्तो टाइपको। हाम्रो टुरिस्टहरू पनि र खाँदा आउँदैछ जुन चाहिँ मिठास पाउँछ नि हेप्पी आनन्द फिल हुँदो रहेछ। यो सो डाँडा काँडा हेर्नु। आज सिलगढी त देखेको छैन है। डाँडामा बसेर दामी अलग्गै मजा रहेछ। अलग्गै मजा छ। रोड छ फेरि। ट्राई गरिदिनुहोस् होला। ओके बाइ। ल भाइ गरिब पाए एकदमै धेरै खुसी लाग्यो है। धन्यवाद। ल एक हाल त गाइस है स्टलमा टाइपो खायो होइन। एकदमै दामी लाग्यो मलाई त्यो टाइपको। तपाईँहरू पनि आएर यसो ट्राई गरिदिनुहोस् होला है। यहाँ चाहिँ केटाहरू एन्टरटेनमेन्टको लागि केटाहरू पनि बस्दिन्छ हो। भाइको गीत एकछिन सुनिदिउँ होला यसो। ठिकै छ। अन्त आयुष के खायो तिमीले? सिमो के खायो? कस्तो लाग्यो? मिठो लाग्यो। आएर यसो ट्राई गरिदिनुहोस् होला माया भान्जी स्टल है। एकदमै दामी पाउँछ है। र यहाँबाट तपाईँले खाँदै चिया पिउँदै मजाको यो पोइन्टको पनि मजा उठाउनु सक्नुहुन्छ है।